नमस्कार। आज म यो सिरेना मौरीको घार विभाजन गर्दैछु। तपाईँहरू पनि हेरिदिनु होला कस्तो हुन्छ। कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ल हेर्नु होला है त। पज गर भने यसलाई चाहिँ खोल्ने बेलामा जहिले पनि अगाडि राख्नुपर्छ। यो चाहिँ त्यो भित्री कभरलाई पनि यसो गरी राखिनुपर्छ। यो ठाउँ चाहिँ यसरी छोडिदिनु पर्ने हुन्छ। यो बराबर यता र यता यसरी यो ठाउँलाई चाहिँ छोडिदिनु पर्ने हुन्छ। हामीले चाहिँ रानीलाई चाहिँ यो नयाँ घरमा राख्नुपर्ने हुन्छ। रानी खोज्दैछ मलाई सुरुमा। रानी मौरी खोज्दैछौँ। भालेहरू पनि छ अहिले चाहिँ सिजन भएको भएर हामीले चाहिँ यो विभाजन गर्दाखेरि चाहिँ भालेहरू पनि हुनुपर्छ, नत्र हाम्रो सक्सेस हुँदैन फेरि। हामीले चाहिँ यसमा रानी भेटेन, यसमै हेर्दैछु। पर्यो रानी देख्दिनँ। यसमा पनि भेटेन हामीले रानी।
यसमा हेर्दैछ भने हेर्नु रानी हाम्रो रानी चाहिँ यहाँ छ। ल हेर्नु रानी चाहिँ यहाँ छ। यसलाई चाहिँ नयाँ घरमा राखिदिनु पर्ने हुन्छ हामीले। नयाँ बिचमा चाहिँ यसरी तरिकाले राखिदिनु पर्ने हुन्छ। यताको यो 2 नम्बर भयो, यसलाई यहाँ राखिदिनु पर्ने हुन्छ। यसलाई राखिदिन्छौँ भने अलिअलि मह छ, कालो भयो। यसलाई त हटाउने बेला भइसक्यो। अब यो साकाले अहिले यता राख्दिन्छ। यसरी हामीले चाहिँ आधार चाका पनि राखिदिनु पर्ने हुन्छ। रानी भएको ठाउँमा त काम फटाफट हुन्छ नि त। यो तरिकाले राखिदिनु पर्ने हुन्छ। मौरी चाहिँ बराबर गरिदिनु पर्ने हुन्छ। आज चाहिँ मङ्सिरको आज 10/8/9 गते भइसकेको छ। यो मङ्सिरको हामीले लगभग 15 सम्म चाहिँ छुटाउन सकिन्छ। हामीले अगाडिबाट चाहिँ काम गर्नु हुँदैन। हामीले साइडबाट पछाडिबाट गर्न सकिन्छ। यो तरिकाले छुटाउनुपर्छ हामीले। अनि यसरी बराबर गएको छ कि छैन यसरी हेर्नुपर्छ। बराबर गएको छैन भने जस्तै यो घारमा अलिक बढी गएको छ भने यसलाई चाहिँ अलिकति उता सारेर यसलाई चाहिँ अलिकति यता सार्नुपर्छ। जस्तै यो घारमा बढी गएको छ भने यसलाई अलिकति पर सारेर यसलाई चाहिँ अलिकति यता सार्नुपर्ने हुन्छ। यो तरिकाले गर्नुपर्छ। यसमा चाहिँ हामी रानी सेल दिनेछौँ। अब 24
24 घन्टामा छुट्याएर यो 24 घन्टा टाइम भएपछि हाम्रो तल चाहिँ तयार हुँदैछ, रानी सेल तयार हुँदैछ। तल पनि अस्ति नै छुट्याएको थियौँ, त्यसको चाहिँ भिडियो बनाउनु पाएन। त्यहाँ रानी सेल भइसकेको छ। अनि यसमा चाहिँ रानी सेल दिनेछौँ हामी 24 घन्टापछि। यसमा दिनेछौँ। यसमा त रानी अलरेडी छँदैछ। ल मेरो